अर्घाँचीबाट अध्यक्षज्यूको कार्यव्यस्तताले गर्दाखेरि गृह तथा स्टिल व्यवसायी सङ्घ अर्घाँची जिल्लाका उपाध्यक्ष अर्जुन बुढा मगरको उपस्थिति रहेको छ। उहाँलाई पनि अतिथि आसनहरूको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी मैले अघि नै उल्लेख गरिसकेको छु, हाम्रो बाँके जिल्लाका अध्यक्ष जनक पौराईज्यू बाटोमा आउँदै हुनुहुन्छ। आए लगत्तै हामी यो आसन ग्रहण कार्यक्रमलाई जोड्नेछौँ। अहिले भने गृह तथा स्टिल व्यवसायी सङ्घ बर्दिया जिल्लाका अध्यक्ष देवीराम चौधरीज्यूलाई अतिथि आसन ग्रहणको लागि म हार्दिक अनुरोध चाहन्छु। निमन्त्रणा गरेका थियौँ। आसन ग्रहणको लागि म हार्दिक अनुरोध चाहन्छु इश्रावती स्टिल प्रणाली भैरवा, त्यसै गरी ओम जय विश्वकर्मा सप्लायर्स मैनावरबाट खेमबहादुर नेपाली, गृह तथा स्टिल व्यवसायी महासङ्घ नेपालका उपाध्यक्ष आदरणीय व्यक्तित्व श्री शमसुद्दिन शेखज्यू, त्यसै गरी महासचिव विवेक दास श्रेष्ठज्यू, त्यसै गरी नेपाल गृह तथा स्टिल व्यवसायी महासङ्घ सदस्य आदरणीय व्यक्तित्व महेन्द्र श्रेष्ठज्यू लगायत विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै जिल्लाको प्रतिनिधित्व सम्हाल्नुभएका स्थानीय सरकारले लिएको छ न प्रदेश सरकारले लिएको छ। हामी व्यवसाय उत्पादनतर्फको व्यवसायी हो या उद्योगी हो। 2074ले धारा 68 मा हरेक व्यावसायिक सङ्घ संस्थामा व्यावसायिक स्वास्थ्य र सुरक्षा सम्बन्धी नीति बनाउनु पर्ने भनेर बाध्यकारी व्यवस्था गरेको छ। अब हामीलाई त कसैले पनि केही भनेको छैन भन्नु होला। त्यो नभनेको के हो भने कानुन चाहिँ कार्यान्वयनको प्रक्रियामा छ। महासङ्घ नेपाल लुम्बिनी प्रदेशले श्री अशोक कुमार वर्माज्यूको नेतृत्वमा 25 सदस्यीय कार्य समिति गठन गर्न सफल भइयो। आदरणीय साथीहरू, लुम्बिनी प्रदेशको 12 जिल्ला पूर्वमा नवलपरासी, पश्चिममा बर्दिया, उत्तरमा गुल्मी, पाल्पा, दक्षिणमा छिमेकी देशको सीमासँग छोइएको जिल्ला बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही, नवलपरासी मध्ये पहाडी जिल्लाका आफ्नै समस्या छन् भने छिमेकी देशसँगको खुल्ला सिमाना रहेको जिल्लामा आफ्नै समस्या छ। 3D मा आधारित डटी डिफिकल्ट डेन्जर हाम्रो व्यवसायमा सबै असरहरू भए तापनि समस्या र भोगाइले व्यवसाय सञ्चालनमा अति कठिनाइ भएको छ। देशको अस्पष्ट अर्थनीति र झन्झटिलो कर प्रणाली, दक्ष जनशक्तिको अभाव। केन्द्रीय अध्यक्ष ठुलबाबु श्रेष्ठज्यू, केन्द्रीय उपाध्यक्षज्यूहरू, यसै गरी लुम्बिनी प्रदेशका अतिथिगणहरू, 12 जिल्लाबाट पाल्नुहुने सम्पूर्ण अध्यक्षज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण लुम्बिनी प्रदेश 2 वर्ष जति भयो आफ्नो कार्यकाल सुरु भएको। त्यसमा हामीले महत्त्वपूर्ण एउटा काम गर्न सकेको भनेको बिमा सम्बन्धी नै हो। कलिकता सम्पूर्ण हुँदैन बलियो गृह तथा स्टिल व्यवसायी महासङ्घ नेपाल लुम्बिनी प्रदेश तपाईँ हामीले साथ नदिए अवश्य पनि। धन्यवाद कार्यक्रम सञ्चालकज्यू यो समय र अवसरको लागि। सर्वप्रथम उपस्थित सम्पूर्णमा गुड मर्निङ, गुड लर्निङ र गुड अर्निङ भन्न चाहन्छु। श्री महेश विकज्यू कृपया मञ्चमा आई आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु होला र उहाँको सम्मानको लागि जोरदार तालीले सम्मान गरिदिनु। र अर्को उत्कृष्ट कर्मचारीको रूपमा सम्मान हुने व्यक्ति हुनुहुन्छ जसले सञ्चालक विष्णु बहादुर कार्की रहेको मनोकामना मेटल उद्योग मारगङ्गा देवपिपरामा विगत 26 वर्षदेखि निरन्तर आफ्नो इमान्दारिता र सेवा प्रदान गर्दै आउनुभएका श्री खुमराम थारूज्यूलाई मञ्चमा आई आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु होला। कृपया उहाँको लागि पनि जोरदार तालीले सम्मान गरिदिनु होला। यदि सञ्चालक तथा प्रतिनिधिज्यू आउनु भएको छ भने उहाँलाई सम्मान पत्र ग्रहणको निम्ति स्टेजमा आमन्त्रण गर्न चाहन्छु। र यसै गरी हामीलाई सहयोग गर्नुभएको छ श्री सिद्धार्थ हार्डवेयर प्रणालीले गर्नुभएको छ। उहाँ पनि आउनुभएको छ भने स्टेजमा आमन्त्रण गर्न चाहन्छु सम्मान पत्र ग्रहणको निम्ति। र यसै गरी हामीलाई अर्को सहयोगदाता हुनुहुन्छ श्री ओम जय विश्वकर्मा सप्लायर्स बुटोल मैनामगर। उहाँहरूले कच्चा फलामको व्यापार गर्नुहुन्छ, फलामको एङ्गलहरू, पत्तीहरू। अध्यक्षज्यूहरू र विशेष गरेर यस
ग्रिल तथा स्टिल व्यवसायी लुम्बिनी प्रदेशका पदाधिकारी सदस्यज्यूहरू, विभिन्न जिल्लाबाट पाल्नुभएका पदाधिकारी सदस्यज्यूहरू, नगर कमिटीका अध्यक्षज्यू लगायत पदाधिकारी सदस्यज्यूहरू, व्यवसायी मित्रहरू, कर्मचारी बन्धुहरू र पत्रकार मित्रहरूमा सर्वप्रथम मेरो व्यक्तिगत र महासङ्घको तर्फबाट न्यानो अभिवादन टक्राउन चाहन्छु। आज लुम्बिनी प्रदेशको प्रथम साधारण सभामा भाग लिन पाउँदा साह्रै खुसी लागिरहेको छ। यो क्षण ऐतिहासिकको क्षण छ। यो यससम्ममा पुर्याउन हुने बुटोल रूपन्देही जिल्लाका संस्थापक अध्यक्ष, ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालका संस्थापक सदस्य, हालका उपाध्यक्ष, लुम्बिनी प्रदेशका अध्यक्षता गरिरहनुभएका अशोक वर्माजी लगायत पदाधिकारी सदस्यज्यूहरूलाई मनैदेखि आभार व्यक्त गर्न चाहन्छु। महासङ्घमा आबद्ध 67वटा जिल्लाहरू रहँदै गर्दा 11,000 उद्योगी व्यवसायी आबद्ध एकमात्र छाटा सङ्गठनको रूपमा रहेको र यसमा आश्रित 1,60,000 कर्मचारी रहेको र यसमा आश्रित परिवारहरू लगभग 5 लाख हाराहारीमा रहेको छ। एकजुट भएर आयोजना गर्नु भएको यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु। आफ्नै देशमा बनाउन सक्छौँ। एउटा केमिकल ल्याएर, एउटा मसिन ल्याएर क्वालिटीयुक्त कटिङ चक्का हामी बनाउन सक्छौँ र हाम्रो पहिचान दिन सक्छौँ। 4 इन्ची कटिङ चक्का, 4 इन्ची ग्राइन्डर चक्का, 14 इन्ची कटिङ चक्का, 16 इन्ची कटिङ चक्कासम्म हामी बनायो भने एउटै मसिनले बन्दो रहेछ। विभिन्न टाइम मात्र गर्नु पर्दो रहेछ र त्यो देशभरि लुम्बिनी प्रदेशमा उत्पादन भएका कटिङ चक्काहरू, टुल्सहरू हामी उत्पादन गरेर देशभरि रहेका ग्रिल व्यवसायीलाई बेचियो भने र हामीले अरू कम्पनीको खपत नगर्ने कसम खाएर अगाडि बढियो भने पक्कै पनि हामी सम्पन्नशाली हुन्छौँ। र त्यो सम्पन्नशाली हुनको लागि हामी राति सुतिरहेको हुन्छौँ। हाम्रो 1 लाख रुपियाँ, 1,10,000, 1,15,000 हुँदै वर्षमा 5 लाख हुनेछ, कुनै वर्षमा चाहिँ 10 लाख पनि हुनेछ। यही हो मुकेश अम्बानीको हाम्रो भन्नुभएका चाहिँ राजेन्द्र मित्र, हाम्रो राजकुमार श्रेष्ठ। मुकेश अम्बानी बन्नु ठुलो कुरो छैन, योजना र भिजन हुनुपर्छ। अघि भन्नुभयो नि पावर अफ प्लान भनेको के हो, पावर अफ नेटवर्क भनेको के हो, यही हो हामीले बिजनेस गर्ने तरिका। हामी बिजनेस गर्न जानेनौँ। हामी मात्र चाहिँ कुनै कार्यक्रम गर्दाखेरि या आफ्नो पसल चलाउँदाखेरि विभिन्न हाटहरूसँग गएर भिख माग्न जाने, हात जोड्न जाने, साउ बन्न जाने। हामी साउ बन्नको लागि यो लुम्बिनी प्रदेशबाट अभियान चलाउनै पर्छ। हामी देशभरिको अभियान चलाउन सकिन्न, तर लुम्बिनी प्रदेशबाट अभियान चलाउँ। हामी 1,000 व्यवसायी, राम्रा व्यवसायी छनौट गरौँ, बुझ्ने खालका, हामीलाई बुझाउने खालका, हामीलाई महत्त्वपूर्ण सुझाव दिने खालका व्यवसायहरू हामीले खोजौँ। गलत व्यक्ति शेयर सदस्य नदिउँ र कसैले यो सहभागी भएर म पैसा फिर्ता चाहन्छ भने तत्काल पैसा पनि फिर्ता गरिदिउँ। पब्लिक लिमिटेड भनेको त्यो प्रक्रिया छ। तर हामी कटिङ चक्का र टुल्सबाट सुरुवात गरौँ। क्रमशः हाम्रो ग्रिल जेनेरेसन नागरिकहरू पनि यो उत्पादन गरौँ। हामी देशभरिका ग्रिल व्यवसायीहरू एक हुनुपर्छ र आफ्नो सम्पन्नशाली हुनको लागि विभिन्न चरणका योजना बनाउनुपर्छ। र जुन जिल्लाले यो मान्दैन, म यो गर्न सक्दैन, त्यो जिल्ला हाम्रो मातहतमा रहन सक्दैन। त्यो जिल्ला हामीले छोडिदिन्छौँ, नेतृत्वलाई परिवर्तन गर्छौँ। तर हाम्रो योजना अगाडि बढाएर छाड्छ। हाम्रो सोच लुम्बिनी प्रदेशका 12वटा जिल्ला अगाडि बढाउनु छ, जसमध्ये रोल्पा र रुकुम मात्र हामी समेट्न सकेका छैनौँ। अलि दुर्गम क्षेत्र भएकोले तर 10वटा जिल्ला हामी आज यहाँसम्म आइपुग्दा गठन गर्न सफल भएका छौँ। कहीँ निष्क्रिय हुनुहुन्छ साथीहरू, कहीँ सक्रिय हुनुहुन्छ। आज मलाई खुसी लाग्यो, छोटो समयमा चाहिँ गठन भयो कपिलवस्तु जिल्ला, छोटो समयमा गठन भयो दाहाङ जिल्ला। तर त्यहाँको नेतृत्व मैले पाएँ। आज उहाँहरूले गर्दा मैले भन्नुपर्छ यो मञ्चमा, उहाँहरूले गर्दा आज प्रथम साधारण सभा सम्पन्न हुँदैछ।
र यहाँ चाहिँ अनुगमन टोलीहरू पनि उहाँहरू बनाउनु भएको रहेछ कपिलवस्तु। अहिलेसम्म 40-50 जनालाई कारवाही गरिसक्नुभयो। उहाँहरू अध्यक्षलाई कोरेर बस्नुहुन्न, आफ्नो काम आफै गर्नुहुन्छ। त्यो सिक्न पर्ने सिप उहाँमा छ। मैले एकचोटि परिचित भइदिन हुन अनुगमनको संयोजक र कर्णजी कहाँ हुनुहुन्छ यहाँ अनुगमनको संयोजक कर्णजी उहाँहरू यसरी उहाँहरू लाग्नु भएको छ कि आज नगर कमिटी पनि गठन भएको छ, अनुगमन कमिटी पनि गठन भएको छ। आज कुनै पनि भन्छन् हिन्दीमा कहावत छ परिन्दवी पर नहीं मार सक्ता। आज त्यहाँ झोले चाहिँ तपाईँको देखियो भने उहाँहरू अनुगमन टोली त्यही पुग्छ। अनुगमन टोलीको डरले कतिपय झोले व्यवसायहरू भागाभाग छ। त्यो हरेक जिल्लामा हुनुपर्छ, हरेक जिल्लामा हुनुपर्छ त्यो। र अहिले हाम्रो डिआइजी साहब दामबहादुर कार्के साहब मेरो एकदम नजिकको आत्मीय मित्र हुनुहुन्छ लुम्बिनी प्रदेशको। तपाईँहरू लाग्नुहोस् बढेको ठाउँमा हामी साथ दिन्छौँ भन्नुभएको छ। म अशोक वर्मा केही पनि होइन, यो प्रदेशको अध्यक्ष त्यो एउटा पावर। तपाईँहरू यो आजको जुन कार्यक्रममा आउनुभएको छ हामी शक्तिशाली मञ्चमा जति पनि आशीर्वाद हुनुहुन्छ साथीहरू, उहाँ पावर होइन, पावर तपाईँहरूसँग छ, व्यवसाय हो पावर। तपाईँहरू जब हामीलाई साथ दिनुहुन्न, कुनै योजनामा साथ दिनुहुन्न भने हामीले यहाँ मञ्चमा आएर जति गन्थन मन्थन गरे पनि, जति भाषण दिए पनि, जति ठुला गरे पनि त्यो बेकारहीन हुन्छ, अर्थविहीन हुन्छ। त्यसकारण हाम्रो योजना भनेको यहाँ भाषण गर्नलाई हामी कसैले बोलाएको होइन, हामीले आफ्नो योजना बनाउनको लागि ल्याएको, हाम्रो आफ्नो कार्ययोजना सुनाउन ल्याएको। तपाईँले हाम्रो योजनामा साथ दिने कि नदिने हाम्रो प्रतिबद्धता दिनुहोस् जिल्ला अध्यक्षहरू बोलाएको। अब हामी सम्पन्नशाली हुने कि नहुने भनेर बोलाएको कि हामी सधैँ गिर्लेवाला भनेर बसिराख्ने र कसैले मोबाइलमा सेभ गर्दाखेरि हाम्रो नाम सेभ गर्दैन, गिर्लेवाला भनेर सेभ गर्छ, आलुमिनियमवाला भनेर सेभ गर्छ, इपिबिसीवाला भनेर सेभ गर्छ। के हामी ठुलो साहब नबन्ने? हामी चाहिँ यो उमेरमा चाहिँ आइसक्दाखेरि, यो उमेरसम्म आइपुग्दाखेरि हाम्रो कपिलवस्तुको चाहिँ हाम्रा अग्रज व्यवसायी हुनुहुन्छ, कपिलवस्तु जिल्लाका चाहिँ कोषाध्यक्ष पनि हुनुहुन्छ आदरणीय व्यक्तित्व के नाम उहाँ सरको के बस्याल विष्णु कार्के सर। यहाँ सिद्धार्थ हार्डवेयर नहुँदाखेरिको ओम श्री हार्डवेयर भन्ने थियो, त्यतिखेरको व्यवसाय हुनुहुन्छ र म पनि त्यही व्यवसायहरू दुईजना सँगैको। आज उहाँ कति कमाउनु भयो त गिल व्यवसायिक पेसा सञ्चालन गरेर, र म कति कमाएर कति गुमाएँ समीक्षा गर्न जरुरी छ। र तपाईँहरू पनि यहाँ जतिजना हुनुहुन्छ समीक्षा गर्नुहोस्, तपाईँहरू कति वर्षदेखि उद्योग सञ्चालन गर्नुभएको छ र अब उद्योगबाट कति कमाउनु भएको छ र भविष्यमा कति कमाउन सक्नुहुन्छ। ऋण बाहेक केही उपलब्धि देखिन्न, के देखिन्छ नाफा त लेजरमा देखिन्छ, अरू केही उपलब्धि देखिन्न। त्यसकारण चाहिँ अब मैले यहाँ विशेष गरेर आग्रह गरी म बोलाएको थिएँ, हामीलाई यहाँ जिल्ला अध्यक्ष बनाएर कसैलाई ठुलो मान्छे बनाउनु छैन, प्रदेश अध्यक्ष बनाएर कसैलाई ठुलो अध्यक्ष बनाउनु छैन, र महासङ्घको अध्यक्ष बनाएर कसैलाई ठुलो बनाउनु छैन। हामीलाई योजना नीतिमा कसैले काम गर्न मद्दत पुर्याउँछ भने हामी त्यसलाई ठुलो मान्छे बनाउँछौँ, र जसले हामीलाई अप्ठ्यारो बनाउँछ त्यो नेतृत्व परिवर्तन गर्छौँ। हामी त्यसरी अगाडि बढ्छौँ र हामी अगाडि बढ्नै पर्छ। त्यही उद्देश्यका साथ हामी 12 जिल्ला गठन गरेका छौँ, लुम्बिनी प्रदेश गठन गरेका छौँ र आज प्रदेश सभासम्म आइपुगेका छौँ। मैले केन्द्रीय महासङ्घका अध्यक्षज्यू यही हुनुहुन्छ, केन्द्रका चाहिँ महासचिव विवेक दास श्रेष्ठजी हुनुहुन्छ, केन्द्रीय अध्यक्ष हुनुहुन्छ, उपाध्यक्ष हुनुहुन्छ। मैले मिटिङमा भनेको थिएँ केन्द्रीय उपाध्यक्ष हुने बित्तिकै पहिलो प्रथम बैठकमा यदि म लुम्बिनी प्रदेश 2 महिनामा गठन गर्न सकेन भने म आफ्नो पद त्याग दिन्छु। यही हुनुहुन्छ साथी। कठिनाइ दियो भने तिनलाई हामी छोडेर भए पनि अगाडि बढ्छौँ। यो कुरा मैले महासचिवजीलाई जानकारी गराएँ, विभिन्न जिल्लाको अध्यक्षहरूलाई जानकारी गराएँ र व्यवसायी साथीहरूलाई पनि जानकारी गराएँ। ठिक छ कि छैन? र हामीसँग अब अन्तिममा हामी आइसकेका छौँ। चितवन जिल्लाको मैले देखेँ, चितवन नेपाल देशभरिमा जति पनि कार्यालयहरू छ, धरानदेखि लिएर मेचीदेखि महाकालीसम्म भनौँ, तर उत्कृष्ट कार्यालय सचिव कहाँ त देखेँ त भन्दाखेरि मैले खोज्दै जाँदा, कुनै कार्यक्रममा जाँदा मैले एकदम केयर गर्छु। तपाईँहरू पनि कार्यक्रममा जाँदाखेरि कुन व्यक्तिले के बोल्छ, झुटो बोल्छ कि सत्य बोल्छ, हामीलाई घुमाइरहेछ कि के हो त्यो बुझ्दै गर्नुहोस्। किनकि हामी करदाता पनि हो,
मतदाता पनि हो र यो देशको करदाता पनि बुझ्नुभयो नि, हामी करदाता पनि हो, मतदाता पनि हो। हामीलाई कुनै साथीहरूले आएर कुनै नेताले 5 वर्षमा एकचोटि आएर त्यहाँ हात जोडिदिएपछि हामी तुरुन्तै मत दिइहाल्छौँ। मतदान, मतलाई दान गर्छौँ। तर एकछिन टिप्पण गरेर राख्ने, तर त्यसपछि हामी त्यहाँ भेट्न गयो भने भेट हुँदैन। तर जुन दिन हामी गिल व्यवसायीहरू लुम्बिनी प्रदेशमा अरबपति भन्छौँ त्यो दिन भेट हुन्छ, त्यो नेतासँग भेट हुन्छ। यति मान्नुहोस्, त्यतिखेर भेट हुन्छ। र मैले जोडेको थिएँ शोभा थापाजीलाई, मैले त्यो उत्कृष्ट सम्मान उहाँलाई चितवनमा देखेँ, त्यत्तिको चाहिँ कार्य सचिव मैले देखेन, मैले सम्मान गरेँ। एकचोटि फेरि उहाँको लागि ताली बजाइदिन अनुरोध गर्दैछु। त्यसै गरी मलाई साथ दिनु होला माताज्यू र सचिवज्यू र शारदा म्याडमजी, म यो कार्यक्रमलाई अगाडि एकदम लान चाहन्छु होइन। उत्कृष्ट जिल्लाको रूपमा हामीले यहाँ रचनात्मक जिल्ला र उत्कृष्ट जिल्लाको रूपमा हामीले छनौट गरेको छौँ, मात्र दुईटै जिल्ला। यो 2081 राष्ट्रिय सम्मान गिरिल व्यवसायीको महासङ्घको अध्यक्ष यही हुनुहुन्छ र महासचिव सर पनि हुनुहुन्छ। देशभरिमा उत्कृष्ट जिल्लाको सम्मान लुम्बिनी प्रदेशले आज गर्दैछ। त्यसको लागि रचनात्मक जिल्ला भनेर हामीले एउटा राखेका छौँ, अर्को चाहिँ उत्कृष्ट जिल्ला भनेर राखेका छौँ। सबभन्दा पहिला मैले रचनात्मक पानी चाहिए। म यहाँ पढेर सुनाउन चाहन्छु। गिरिल तथा स्टिल व्यवसायी महासङ्घ नेपाल लुम्बिनी प्रदेश। गिरिल तथा स्टिल व्यवसायी महासङ्घ नेपाल लुम्बिनी प्रदेशको प्रथम सभाको अवसरमा श्री गिरिल तथा स्टिल व्यवसायी सङ्घ जिल्ला एकछिन नाम लिए है। जिल्लाले छोटो समयमा व्यवसायीहरूलाई सङ्गठित गराउन रचनात्मक भूमिका निर्वाह गर्नु भएकोमा उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट जिल्ला 2081 द्वारा सम्मान प्राप्त हामी गर्दछौँ। यस संस्थाको अझ बढी योगदानको अपेक्षा सहित उत्तरोत्तर प्रगतिको कामना। मिति 2081 फागुन 24 गते शनिबार। प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठ लुम्बिनी प्रदेश अध्यक्ष अशोक वर्मा, यसै सङ्घका महासचिव रामप्रसाद पाण्डे। यो रचनात्मक जिल्ला दाङ जिल्लालाई पर्न गएको छ। ताली बजाएर यहाँलाई 20 वर्षको सेरोफेरोमा म यो महासङ्घको अध्यक्ष भएर आएको अहिले 2 वर्ष हुँदैछ। 2 वर्षको बिचमा सङ्गठन विस्तार गरेर जो लुम्बिनी प्रदेश गठन भयो। आज लुम्बिनी प्रदेशको चाहिँ आज 12वटा जिल्लामा चाहिँ 10वटा जिल्ला चाहिँ गठन भइरहँदाखेरि मलाई पनि गर्वले छाती चाहिँ तपाईँको फुलेर तपाईँको विशाल भइरहेको छ। आज त्यसै गरी बागमती प्रदेश तपाईँको चाहिँ गठन तथार्थ समिति गठन भएर प्रत्येक जिल्लामा चाहिँ बैठक बसेर साथीहरू हिँडिरहनु भएको छ र आज बागमती प्रदेश पनि छिटै सम्मेलन हुँदैछ। त्यसगरी म यहाँहरूलाई के अवगत गराउन चाहन्छु भने जुन गिरिल तथा स्टिल व्यवसाय महासङ्घमा जो म अध्यक्ष भएर आइसकेपछि मैले उपाध्यक्षज्यूहरूलाई विभिन्न प्रदेशको चाहिँ संयोजक बनाएर उहाँहरूलाई प्रदेश गठन गर्ने र सङ्गठन विस्तारको रूपमा उहाँहरूलाई चाहिँ मैले जुन हाम्रो कार्य समितिले तपाईँको चाहिँ उहाँहरूलाई चाहिँ जिम्मेवारी दिएको थियो। जिम्मेवारी गर्ने क्रममा जुन हामीले भनिरहेको छौँ पहिलो प्रदेश गठन गर्न सफल हुनुभयो जो अशोक वर्माज्यू, उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँलाई यो धन्यवाद दिएर कुनै पनि तपाईँको सीमा छैन। यो ऐतिहासिक तपाईँको चाहिँ सम्मेलन भएको छ। यो चाहिँ ऐतिहासिक तपाईँको साधारण सभा भएको छ र म यस विषयमा म धेरै कुरा राख्न चाहन्न। अर्को कुरा म थोरै कुरा यहाँहरूलाई के राख्न चाहन्छु भने यहाँहरू ढुक्क हुनुहोस्। व्यवसाय संस्था भनेको के हो भने हाम्रो एनर्जी शक्ति हो। तपाईँको नियम कानुन त तपाईँको बनेको छ होइन, नियम कानुन बनेको छ। नियम कानुनमा हिँड्नुपर्छ भने तपाईँ हामी सबैलाई राम्रो छ सँग थाहा छ।
तर हिँड्दै पनि तपाईँ हामीलाई चाहिँ तपाईँको समस्या पर्न सक्छ भनेर हामीले सङ्गठन विस्तार गर्नु परेको, तपाईँ हामी एकजुट हुनु परेको। आज तपाईँको एउटाले थुके तपाईँको सुक्छ, 100ले थुके तपाईँको बग्छ भन्ने तपाईँको उखान छ। तपाईँ हामी आज त्यही घरमा काम गर्छौँ, त्यही घरको तपाईँको चाहिँ चोटा कोठा गर्छौँ, पछि तपाईँको चाहिँ हामीलाई चाहिँ तपाईँको हामीले बनाएको घरको ढोकाले चाहिँ तपाईँको हामीलाई छेकिरहेको हुन्छ हाम्रो बाँकी पैसा लिन जाँदाखेरि। होइन, कति समस्याहरू पर्ने अवस्थाहरू छन्। जबसम्म सजिलो पर्छ हामी दौडिराखेको हुन्छौँ, जब हामीलाई अप्ठ्यारो पर्छ, जब हाम्रो खुट्टामा ड्याममा ठेस लाग्छ, त्यतिखेर हामीले आमा सम्झिन्छ, आइया आमा भन्छौँ, आइया आमा भन्छौँ। यो कुरा तपाईँहरू मनन गर्नुहोस्। जब हामी सजिलो पर्छ हामी दौडिरहन्छौँ, तब अप्ठ्यारो पर्छ, त्यतिखेर ग्रिल तथा स्टिल व्यवसायको चाहिँ तपाईँको साथीहरूको काम बन्छ। तपाईँको आज तपाईँको कुनै ठाउँमा समस्या पर्यो भने एकजना गएर बोल्दाखेरि त्यहाँ तपाईँको चाहिँ 10 जना गएर बोल्यो भने त्यहाँ कुरै अर्को हुन्छ तपाईँको। त्यो कारणले गर्दाखेरि हाम्रो हकहितको लागि सङ्गठन स्थापना भएको हो। अघि नै आइसकेको कुरा, हामी तपाईँको धर्मले फरक होला, पार्टी फरक होला, वर्ग फरक होला, कोही होचो होला, कोही अग्लो होला, त्यो आफ्नो ठाउँमा छ। तर हामी ग्रिल व्यवसाय, ग्रिल तथा स्टिल व्यवसाय हौ। तर हामी ग्रिल तथा स्टिल व्यवसाय हकहितको लागि निरन्तर लडिरहेको छौँ। मैले अघि भनिसकेँ, तपाईँको 32 वर्ष भयो यो संस्थाको स्थापना भएको। हामी तपाईँको एउटा एरियाबाट चाहिँ तपाईँको चाहिँ खेल्दै खेल्दै आज तपाईँको 32 वर्ष हुँदा बल्ल तपाईँको अध्यक्ष भएको छौँ र बल्ल तपाईँको चाहिँ सङ्गठनलाई चाहिँ विस्तार गर्ने हामी क्रममा थियौँ। हिजोको दिनमा त्यस्तै खालको अवस्था थियो, आजको दिनमा तपाईँको चाहिँ यो छुट्टै खालको अवस्था आएको छ। हिजो तपाईँको सङ्घीय प्रणाली थिएन, हिजो तपाईँको 14 अञ्चल 75 जिल्लाको अवधारणाहरू थियो। आज तपाईँको 7 प्रदेश 77 जिल्लाको चाहिँ तपाईँको अवधारणाहरू आएको छ। तपाईँको स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकारको चाहिँ अवधारणा आएको छ। तपाईँको अधिकारहरू तपाईँको चाहिँ स्थानीय सरकारमा चाहिँ तपाईँको विभाजित भएको छ। त्यसकारणले हामीले सङ्गठन मजबुत भयो भने हामीले जिल्लाबाट नगरबाट चाहिँ विभिन्न तपाईँको चाहिँ समस्याहरू समाधान गर्न सकिन्छ। महासङ्घ भनेको, प्रदेश भनेको यसले तपाईँको नीति नियमहरू तपाईँको बनाइदिने हो। जब काम गर्ने भनेको त तपाईँ इकाइहरूले काम गर्ने हो। जिल्लाले पनि तपाईँको चाहिँ एउटा तपाईँको विधि विधान बनाइदिने हो। काम गर्ने भनेको तल तपाईँको ग्राउन्डमा हो। जब तपाईँको ग्राउन्डमा तपाईँको जरा बोल्यो हुन्छ, जब त्यो रुख बोल्यो हुन्छ। यदि जरै बोल्यो भएन भने तपाईँको रुख बोल्यो हुँदैन। आज बागमती प्रदेशमा 12वटा जिल्लाहरू छ। जिल्लाबाट तपाईँको चाहिँ 12वटा जिल्लाबाट चाहिँ तपाईँको चाहिँ 50-50 जना मान्छे आयो भने तपाईँको 600 मान्छे जम्मा हुन्छ। तर के अरे लुम्बिनी प्रदेशमा तपाईँको 12वटा जिल्ला छ। 12वटा जिल्लामा चाहिँ तपाईँको 50-50 जना मान्छे जम्मा भयो भने 600 हुन्छ। यहाँहरूलाई के अनुरोध गर्न चाहन्छु भने तपाईँहरू यसरी धैर्यपूर्वक ढङ्गले चाहिँ जुन बसेर जुन यहाँका कार्यक्रमहरू सफल पार्नलाई एउटा अनुशासित ढङ्गबाट बस्नु भएको छ, यहाँलाई म के अनुरोध गर्छु भने तपाईँको चाहिँ जस्तो मान्छेसँग संगत गर्यो त्यस्तो भइन्छ भन्ने कुरा हामीले सुनेका छौँ। तपाईँको चाहिँ झिँगाको पछि लागेपछि हामी कहाँ पुग्छौँ? फोहोरको डङ्गुरोमा पुग्छौँ। माउरीको पछि लागेपछि कहाँ पुग्छौँ? हामी फुलबारीको तपाईँको बगैँचामा पुग्छौँ। अब हामी माउरीको पछि लाग्ने कि झिँगाको पछि लाग्ने? तपाईँहरू विचार गर्नुहोस्। अब हामीले यो व्यवसायलाई तपाईँको चाहिँ कहाँ पुर्याउने, कसरी गर्ने भन्ने विषयमा हामी लाग्नुपर्छ। तर हामी सम्पूर्ण व्यवसायहरू हामी चाहिँ दर्ता भएर चाहिँ चल्नुपर्छ। कतिपय व्यवसायहरू तपाईँको चाहिँ दर्ता नगरिकन तपाईँको चलेका छन् होइन। दर्ता भएर चाहिँ तपाईँको चाहिँ वैधानिक हिसाबले चल्नुपर्छ। सरकारबाट पाउने सुविधा, सेवा सुविधाहरू होइन, तपाईँका चाहिँ स्वरोजगारका चाहिँ कुराहरू, सबै कुराहरू हामीले चाहिँ लिनुपर्छ भन्ने कुराहरू म राख्न चाहन्छु। र यहाँहरूलाई म धेरै समय नलिकन मैले गर्न सक्ने सहयोग, महासङ्घको हाम्रो टिमले गर्न सक्ने सहयोग लुम्बिनी प्रदेशलाई हुनेछ, लुम्बिनी प्रदेशका जिल्लाहरूलाई हुनेछ। महासङ्घमा पनि विधान छ, विधानमा चाहिँ रहेर हामीले काम गर्नुपर्ने हुन्छ। त्यसकारण यहाँहरूले पनि बुझिदिनु होला र
हामी छिटोभन्दा छिटो तपाईँको चाहिँ विधान संशोधन गरेर यो प्रदेशलाई यो लुम्बिनी प्रदेश मात्र नभइकन अरू प्रदेशलाई पनि समस्या नपर्ने हिसाबले हामी अगाडि बढ्छौँ र यहाँहरूको पनि साथ र सहयोगको मैले अपेक्षा गरेको छु, यहाँहरूको पनि सल्लाहको मैले अपेक्षा गरेको छु। यिनै कुराहरू म राख्न चाहन्छु। आज लुम्बिनी प्रदेशको तपाईँको चाहिँ के अरे साधारण सभा भनेर तपाईँको आज म तपाईँको 4-5वटा कार्यक्रमहरू तपाईँको काठमाडौँमा छोडेर आज म यहाँ आइरहेको छु तपाईँको प्लेनबाट। मैले आजै तपाईँको फर्किने भन्ने सोच बनाएको थिएँ, आज बस्नुपर्छ भन्ने कुरा भएर चाहिँ आज म यहाँहरूको चाहिँ यहीँ बसेर चाहिँ तपाईँको चाहिँ मलाई बस्ने वातावरण भयो। तर यहाँहरू धैर्य धारणले बसेर जुन मेरो कुराहरू सुन्ने र कार्यक्रमलाई सफल पार्न चाहिँ जुन यो उत्साह भयो, यहाँहरूलाई म धन्यवाद दिन चाहन्छु। यहाँहरूको जिल्ला जिल्लामा कार्यक्रम गराउनुहोस्, यहाँ चाहिँ तपाईँको प्रदेश अध्यक्ष मार्फत खबर पठाउनुहोस्। तपाईँको जुन जिल्लामा पनि म आउन तयार छु, जुन जिल्लामा पनि आउन तयार छु। त्यस कारणले गर्दाखेरि हाम्रा चाहिँ केन्द्रीय अनुगमन समितिहरू बन्छ, प्रदेश अनुगमन समितिहरू बन्छ, जिल्ला अनुगमन समितिहरू बन्छ, युवाहरूको एउटा तपाईँको चाहिँ पुरै दस्ता बन्छ। जब तपाईँको युवाहरू सब एकजुट हुन्छ, व्यवसायको हकितका लागि कुराहरू हुन्छ। आज जति पनि कामहरू भएका छन्, जति पनि ठुल्ठुला कामहरू भएका छन्, सबै ठेकदारी प्रस्तावले चाहिँ तपाईँको बाहिरबाट चाहिँ तपाईँको चाहिँ मान्छेहरू आएर कामहरू गरिरहेको छ। त्यो विषयमा हामीले चाहिँ तपाईँको चाहिँ आवाजहरू उठाउनु परेछ, त्यो विषयमा हामीले लड्नुपर्ने भइरहेको छ। तपाईँलाई म एउटा इतिहास मात्रै तपाईँको दिन्छु, पहिलाको कुरा थोरै मात्रै राख्न चाहन्छु। जब तपाईँको चाहिँ लोड सेडिङको बेलामा हार्दिक धन्यवाद चाहन्छु।